नमस्कार। नमस्ते। हजुरको नाम के हो? महर्षि श्रेष्ठ। अनि तपाईँ कहाँबाट आउनुभयो? कपनेकला बस्ती। अनि यो गिटार सिक्नु चाहिँ कहाँबाट सिक्नु भयो तपाईँले? मेरो बाबाले सिकाउनु भएको। बाबाले? तपाईँ जुन जसरी कन्फिडेन्टली यहाँ उभिएर गाइराख्नु भइरहेछ नि, ठ्याक्कै म आफूलाई मैले याद गरेँ कि तपाईँ जत्रेको बेलाको कि म पनि यसरी नै गाउँथेँ। आई निड महल्सा। महल्सा कति एज भयो रे तपाईँको? 8। म पनि 8 इयर्सको हुँदा यसरी नै गाउँथेँ, यसरी नै गिटार पनि बजाउँथेँ। more than 5 years back। यसै ड्रेस पनि लाउँथेँ। म छ नि, म 4 इयर्स हुँदाखेरि नि यसरी गाउँदैन थिएँ नि। ओके महल्सा इन्ट्री गरौँ न। होइन, कस्तो मिठो गाउनु भयो हजुरले, सबै चारैजना कोचलाई छक्कै बनाइदिनु भयो हजुरले। आई निड महल्सा। म तपाईँलाई सिङ्गिङ मात्रै होइन, गिटार पनि सिकाउँछु।
मलाई अलिक गिटार बजाउनु पनि आउँछ, म गिटार पनि सिकाउँछु। तपाईँले चाहे जे नाम भन्नुहोस्, मल्सा मेरो। महल्सा मैले लगेँ मल्सालाई। त्यसरी मिल्दैन होइन नि। होइन, उ त यसरी यता मिल्दैन आउँछु नि। भन्दैछ। यो चेयरमा तपाईँलाई बसाउँछु म। भनेको मेरो हजुर चेयरमा नबस्ने। खुट्टुसा? ए, के अरे? ठिकै छ उहाँलाई दिनु त डिसिजन गर्नलाई। ल ठिक छ, उहाँलाई नै डिसिजन गर्नु दिउँ। हेर्नु यहाँ तपाईँ यस्तो क्युट हेर्नु नि कस्तो राम्रो है। उहाँले सधैँ त्यस्तै है? भन्नुहुन्छ है। खै I कस्तो need कस्तो रे? मल्सा। हामी थुप्रै जनरको गीत सिक्छौँ। केएमजीमा अलरेडी ट्यालेन्ट हुनुहुन्छ राम्रो राम्रो। नानी हेर्नु त मल्सा हामी लोकगीत पनि सिक्छौँ, फिल्मी गीत पनि सिक्छौँ, सबै खालको गीत सिक्छौँ। गिटार पनि तपाईँ सिकाउँछु मेरोमा मैले। आउनुभयो भने ल ल मैले छिटो अब उहाँलाई के गर्न गर्नु सक्छौँ भने सोच्न मलाई दिउँ, थाहा छ। सोच्न दिउँ, हुन्छ मल्सा उहाँलाई धेरै छोडिदिनु। अगाडिसम्म जान्छ सोच्न है। दिउँ। उहाँलाई नर्भस हुनुभयो। फाइनल पनि बन्न सक्छ। फाइनलिस्टको देखेको छु है मल्सालाई मैले यहाँ। मल्सा। फाइनलिस्ट देखेको छु मैले। कोष मिलेन मैले भनिसकेँ। भ्रमण छ एक मैले महिनापछि भनिसकेँ, मैले भ्रमण छ तपाईँलाई मैले सिकाउन भनिसकेँ। पाउनुहुन्न। होइन उहाँले- को सत्यको मैले फाइनलिस्ट यस्तो भनिसकेँ। बिजी सेड्युल छ, यस्तो बिजी सेड्युल छ कि उहाँलाई त्यहाँ तपाईँलाई टाइमै दिन पाउँदैन। अहिले हामी मात्रै सबभन्दा हामी व्यस्त भन्दा उहाँ हो। सबैभन्दा बिजी अहिले उहाँ हुनुहुन्छ है। कोच मेलिनाको भर्खर मात्र बिहे भएको उहाँको आफ्नै एउटा चाहिँ त्यो पारिवारिक छ। बिहेसँग के अब ताल्लुक? उहाँहरू म भनेको बिहेसँग के ताल्लुक? बिहेसँग के ताल्लुक? नानीलाई टाइम दिने कुरामा, नानीलाई सिकाउने कुरामा हो कि नअडियन्सले भन्नु त? किन दिन सक्दिनँ? त्यो भएको भएर म मात्र सिङ्गल, मेरो कोही पनि छैन। मेरो भान्जीहरू धेरै छन्, त्यही भएर आज हजुरलाई मैले भान्जीको रूप देखाएको छु है। महर्षा। म तपाईँको मामा जस्तै हो, आमा मुनिको मामा जस्तै हो है भान्जी। महर्षा अडियन्समा चाहिँ खेमजीको फ्यामिली हो सबैजना आउनु भएको कि त्यसैले खेमलाई भन्नुहुन्छ अडियन्सको नसुन्नु ल। अडियन्सको सुन्नु नि त ल एकचोटिलाई। महर्षा अडियन्सले के भन्नुहुन्छ अरे? महर्षा मल्सा आफ्नो मल्सा मनको सुन्नु। उहाँलाई डिसिजन गर्नु उनलाई कन्फ्युज गर्न दिउँ भइसक्यो त। उहाँ एकदम धेरै। ल, एकछिन उहाँ टायर्ड भइसक्यो लामो एकदम। सास दिनुहोस्। होइन, ल, नानीलाई ल, सोच्नुहोस्। जे मन लाग्छ गर्नुहोस्। ठिक छ ठिक छ जे मन तपाईँको लाग्छ इच्छा तपाईँको इच्छा। भान्जी साड नभइदिनु ल। साइड म त रुन्छु। मल्सा कता साइडमा आउने म भन्नु त न। रोइसकेँ। कहाँ? हामी चारैजना कता साइडमा हुने? रुन्छ अहिले मलाई। स्याड नहुनु रे। अडियन्स एकछिन भन्नुहोस् प्लिज। भान्जी मैले हजुरलाई कुरेर बसेको छु ल यहाँ। यो लाइन, यो खेम, यो ठाउँ भनेको मेरो लागि एकदमै परिश्रम, एकदमै लक्की चाम बनेको छ। सरी सबै कोचहरूलाई सबै कोचहरूलाई होइन, म सत्य सत्य सत्य। भान्जी भान्जी यहाँनिर यहाँनिर है यहाँनिर है। म खेम सरसँग जान चाहन्छु।